Seden keki kenrabe segi taglo timo membaro sewe kata tenje shumlo topai lo drepo penangwa jaldu sel. आज यहाँ क्लासमा आउनु भएका सबैजनालाई स्वागत छ र यसरी हामी अस्ति प्रिफिक्स गर्दै थियो प्रिफिक्स माने जुन चाहिँलाई उच्चारण गर्नु नपर्ने जस्तै अंग्रेजीमा KNOTE केलाई उच्चारण गर्दैन र KNOT लाई चाहिँ नट भनेर पढ्ने गर्छ हैन त्यसरी नै HONOUR यसलाई उच्चारण गर्दैन ओनर भन्छ हैन त्यसरी नै त्यो प्रिफिक्स हामी गरिरहेछु र अलिकति सारो भनेको चाहिँ यही नै हो अलिकति तपाईहरुले ध्यान दिएको हुनुपर्छ यसमा चाहिँ र प्रिफिक्स prefixes prefixes कतिवटा छ भन्दाखेरि 5 वटा के हो भन्दाखेरि गा दा बा मा गदपमा र अब अस्ति हामीले 가오냐 기군이 사니 가오 사 셔추수 마숨 뭐 샤기구시 라 마타 나 다 다 라타 다 셔추 트루카 트루크 바오 다 셔추 두 나 딘 바오 라 가타 가 야타 gyata ge
गाओ गा सक्छु गु ब च सक्छु चु र यसरी यसरी अब यो तीनवटा अक्षरको बिचमा डट छैन र त्यहाँदेखिको हामीले के बुझ्नुपर्छ भन्दाखेरि दुईटा मात्रै उच्चारण गर्नुपर्छ भनेर बुझ्नुपर्छ र अब यहाँ मैले रातोले चाहिँ किन लेखेको भन्दाखेरि चाहिँ यो चाहिँ साइलेन्ट हो तर यो साइलेन्ट हो भनेर कसरी बुझ्नु सक्छ भन्दाखेरि भवल यहाँ जोडेको छ त्यसले गर्दाखेरि गाओ च खिकुची गा चिक एक भवल यहाँ जोडेको छ त्यसले गर्दाखेरि यो साइलेन्ट हो गाओ न्या खिकु नि सा नि भवल यहाँ जोडेको छ त्यसले गर्दाखेरि अटोमेटिकली अगाडिको चाहिँ साइलेन्ट हो भनेर बुझ्नुपर्छ गाओ सा सेप्चु सु मा सुम भवल यहाँ जोडेको छ त्यसले गर्दाखेरि अगाडिको चाहिँ साइलेन्ट हो भनेर बुझ्नु पर्यो बाओ सा खिकुसी माने 4 1 2 3 4 लाङ त हामीले पहिले गरेको लाङ त चाहिँ उच्चारण चाहिँ अलिकति हाई भएर जान्छ लाङ त ना भने 5 द र त ड सक्छु डु गा ठुक ठुक माने 6 बाओ द सक्छु दु न दुन भवल यहाँ जोडेको छ यसले के बताउँदैछ भन्दाखेरि यो अगाडिको अक्षर चाहिँ साइलेन्ट हो भनेर बताउँदैछ यो अहिले चाहिँ हामीलाई भवलले मद्दत गरिरहेछ अब यहाँ भवल त छैन यसमा तर सुपरस्क्राइब छ यहाँ सबजोइन्ट छ त्यसले के बताउँदैछ भन्दाखेरि चाहिँ अगाडिको चाहिँ साइलेन्ट हो भनेर यो दुईटाले बताउँदैछ र बाओ र गत ग यत ग्या द गे माने 8 अब भवल यहाँ जोडेको छ यसको माने के हो भन्दाखेरि अगाडिको अक्षर चाहिँ साइलेन्ट दाओ गा सेप्चु गु भवल यहाँ जोडेको छ यसले बताउँदैछ कि अगाडिकोलाई चाहिँ उच्चारण नगर्नु भनेर बाओ चा सेप्चु चु चिक नि सुम सी ना ठुक दुन के गु चु गाओ चा किकुची गा चिक अब तपाईहरु पछि पुस्तक पढ्दाखेरि रातोले लेखेको हुँदैन यहाँ चाहिँ तपाईले अलिकति बुझ्नु सजिलो परोस् भनेर मैले यहाँ रातोले लेखिरहेको छु तर पुस्तक पढ्दाखेरि चाहिँ साइलेन्ट अक्षरलाई रातोले लेखेको हुँदैन र अब यहाँ के बुझ्नु पर्यो भवलले बताउँदैछ गाओ चा किकुची गा चिक गाओ न्या किकु नि सा नि गाओ सा सेप्चु सु मा सुम बाओ शा किकु शी ला nga tak nga da ra tak da सेप्चु डु गा ठुक बाओ दा सेप्चु दु ना दुन दुन बाओ रा गत गा यत ग्या दा गे दाओ गा सेप्चु गु बाओ चा सेप्चु चु तपाईलाई म बारम्बार तपाईलाई रिक्वेस्ट गरिरहेको छु कि कमेन्ट गरिदिनुहोस् भनेर अब अस्ति मैले त्यो क्लासको भिडियो हेर्दाखेरि यो डट चाहिँ देखेको छैन रहेछ यो डट देख्न सकेको छैन भने पढ्न सक्नु हुँदैन र तपाईले यो डट देखिन भनेर भन्नु भएन तपाईले यसरी भन्नु भने चाहिँ क्लास अझै झन् राम्रो भएर जान्छ र मैले अस्ति हेर्दाखेरि यो डट देखेकै छैन डट देखेको छैन नि पढ्न सक्दैन अब त्यसरी अब चिक्नी सुम्सी nga ठुक दुन गे गु चु ग बा पनि आयो
डा पनि आयो। अब यदि भावल छैन भन्ने भावल छैन भन्ने यो अहिले म रातोले लेख्दैछु, तपाईँहरूलाई चाहिँ अलिक बुझ्नु सजिलो होस् भनेर चाहिँ रातोले लेख्दैछु, तर पुस्तकमा त्यसरी लेखेको हुँदैन। यो अस्ति डट देखेकै छैन। अब यहाँ हेर्नुहोस्, यहाँ ताको माथि के न के जोडेको छ। यसले के बताउँदैछ, अगाडिको चाहिँ अक्षर चाहिँ साइलेन्ट हो भनेर बताउँदैछ। सो बाओ ला त त भन्ने हेर्नु, टु लुक। बाओ ला त कसरी हामीले चाल पायो, यो साइलेन्ट हो भनेर कसरी चाल पायो भन्दाखेरि ताको माथि ला जोडेकोले गर्दाखेरि यो बा चाहिँ साइलेन्ट हो भनेर बुझ्नु सक्छ। त अब यहाँ त भवल छ, तर नयाँ के छ भन्दाखेरि मा अहिले हामीले प्रिफिक्सको कुनै एक्जाम्पल हामीले लिएको छैन, र त्यसले गर्दाखेरि अब यहाँ भवल यहाँ जोडेको छ। यसले के बताउँदैछ भन्दाखेरि अगाडिकोमा चाहिँ उच्चारण गर्नु हुँदैन भनेर बुझ्नु पर्यो। माओ गा नारो गो, माओ गा नारो गो माने टाउको, हेड, गो। अब यहाँ हेर्नुहोस्, यहाँ त अहिले मैले यो रातोले लेख्दैछु ताकि तपाईँलाई यो साइलेन्ट हो भनेर बुझ्नु सकोस् भनेर। तर यसको भरोसा गर्नु हुँदैन, पछि पुस्तकतिर रातोले लेखेको हुँदैन। अब के कसरी बुझ्नुपर्छ, कालाई चाहिँ रत्तक जोडेको छ, त्यसको माने चाहिँ अगाडिको शब्द चाहिँ अगाडिको अक्षर चाहिँ उच्चारण गर्नु हुँदैन भनेर बुझ्नु पर्यो। बाओ का रतक ट, बाओ का रतक ट।
सा खिकु सी सा अब अस्ति हामीले यो गरेको फेरि बिर्सिनु भएको छ होला अब अरू बेला यहाँ भवल नहुँदाखेरि साले चाहिँ एकर जोड्छ यहाँ तर यहाँ चाहिँ भवल एउटा घिगु सँगै छ त्यसले गर्दाखेरि यसले केही भिन्नता ल्याउँदैन सा खिकु सी सा सी टासी भाव का र त सा खिकु सी सा सी टासी अब फेरि भावल यहाँ जोडेको छ त्यसले गर्दाखेरि यो अगाडिको अक्षर चाहिँ उच्चारण गर्नु हुँदैन भनेर बुझ्नु पर्यो यहाँदेखिको कसरी बुझ्छ भन्दाखेरि यो डेङ्गोले गर्दाखेरि हामी बुझ्न सक्छौँ भाव दा डेङ्गो दे ला डेङ्गो ले गा यहाँ अझै एउटा आउँछ यो अहिले हामीले सिकेको छैन त्यसले गर्दाखेरि खाली राखेको छु तर यो यसलाई उच्चारण हुँदैन सो भाव का र त सा खिकु सी सा सी भाव दा डेङ्गो दे ला डेङ्गो ले गा लेक टासी दे लेक शुभ मङ्गलम तपाईँ त्यो घरतिर त्यो पर्दातिर लेखिएको तपाईँले देख्नु भएको छ होला शुभ मङ्गलम भाव का र त सा खिकु सी सा सी भाव दा डेङ्गो दे ला डेङ्गो ले गा लेक टासी दे लेक अहिले हामी के सिकिरहेछौँ भन्दाखेरि प्रिफिक्स सिकिरहेछौँ प्रिफिक्स सबभन्दा अलिकति साह्रो भनेको यही नै हो मेरो एकजना विद्यार्थी सुमुले चाहिँ यो भाव गाउँ चाहिँ मैले बुझ्नु सकिनँ भन्ने चाहिँ मलाई याद आउँछ यो कुरा अलिकति साह्रो भन्ने यही नै हो भाव ला त किन भाव भयो ताको माथि ला जोडेको छ यो लाले बताउँदैछ कि अगाडिको अक्षर चाहिँ साइलेन्ट हो भनेर माओ गा नारोको यो भावलले बताउँदैछ यसलाई उच्चारण नगर्नु भनेर भाव का र त रतकले चाहिँ यो अगाडिकोलाई चाहिँ उच्चारण नगर्नु भनेर भन्दैछ सा खिकु सी सा सी अरू बेला साले चाहिँ एकरको साउन्ड ल्याउँछ तर यहाँ साको माथि गिगु हुनाले गर्दाखेरि सा खिकु सी सा सी साले चाहिँ केही फरक ल्याउँदैन भाव दा डेङ्गो दे यो डेङ्गोले चाहिँ यो साइलेन्ट हो भनेर भन्दैछ ला डेङ्गो ले गा लेक टासी दे लेक गा दा बा मा आयो हा अब फेरि अब हा गरेको छैन अरू सबै गर्यो तर यहाँ चाहिँ भावल नारो छ यसले हामीले के बताउँदैछ भन्दाखेरि यो अगाडिको हा चाहिँ उच्चारण गर्नु हुँदैन भनेर यो नारोले बताउँदैछ हाओ गा नारो गो र गोर हाओ गा नारो गो र गोर माने समय लाग्नु मलाई यो सिक्नु 3 महिना लाग्नु टाउकोमा लाग्नु होइन समय लाग्नु हाओ गनारो गो र गोर हाओ गनारो गो र गोर
यहाँ चाहिँ सा जोडेको छ, यता जोडेको छ, सेफ्टी जोडेको छ माने यसलाई चाहिँ उच्चारण गर्नुपर्छ भनेर यो सुपरस्क्राइब सबजोइन्ट र भावेलले बताउँदैछ कि यो चाहिँ उच्चारण गर्नुपर्छ भनेर। सा गत ग यत ग्या, ग्या सेप्चु ग्यु रा गुर, गुर बत्तिनु परिवर्तन हुनु, गुर। तपाईँहरूले त्यो नाम सुन्नुभएको छ होला, गुर्मे। गुर्मे भनेको चाहिँ कहिले पनि परिवर्तन नहुने, कहिले पनि नबदलिने, गुर। अब भावल यहाँ जोडेको छ, यसले के बताउँदैछ भन्दाखेरि अगाडिको अक्षर चाहिँ साइलेन्ट हो भनेर बुझ्नु पर्यो। माओ छा नारो छो गा छोक, नारोले हामीलाई मद्दत गरिरहेछ। माओ छा नारो छो गा छोक। तब त्यो बुद्धिस्ट, हिमालयन बुद्धिस्ट भित्र चाहिँ यो प्रार्थना नजानेको कोही पनि छैन। सांगे छेदङ छोगी छोक्नामला छङछु पर्दु दाग्नी क्याप्सु छि दागी छिन्सो गिपे सोनम कि डोला फेन्चिर सांगे डुपर शोक छोक सर्वश्रेष्ठ उच्च, सर्व उच्च सर्वश्रेष्ठ माओ छानारो छोका छोक। जहिले पनि तपाईँहरू पुस्तक पढ्दाखेरि यो देख्नुभयो भने चाहिँ सर्वश्रेष्ठ सर्व उच्च हो भनेर बुझ्नु पर्यो। स्पेलिङ एकदमै इम्पोर्टेन्ट हो। माओ छा नारो छो गा छोक, सर्वश्रेष्ठ सर्व उच्च। यहाँ भावल त छैन तर सब जोइन्ट छ। भावल यहाँ छ, त्यसले के बताउँदैछ भन्दाखेरि यो अगाडिको चाहिँ साइलेन्ट हो भनेर बुझ्नु पर्यो। हाओ बा र त डा सेप्चु डु गा डुक। हाओ बा र त डा सेप्चु डु गा डुक माने ड्रागन। ड्रुग्युल माने भुटान, अर्थ चाहिँ ल्यान्ड अफ ड्रागन। ड्रुग्युल, ड्रुग्युल भुटान। यसको अर्थ निकाल्यो भने चाहिँ माने चाहिँ के हो भन्दाखेरि ल्यान्ड अफ ड्रागन, ड्रुग्युल। हाओ बा र त डा सेप्चु डु गा डुक। अब यहाँ के छ भन्दाखेरि अब यहाँ भावल छैन, यहाँ भावल छैन। तर मैले चाहिँ यहाँ रातो यो उच्चारण गर्नु पर्दैन भनेर मैले तपाईँहरूले बुझोस् भनेर चाहिँ रातोले लेखेको। वास्तवमा
पुस्तकमा चाहिँ रातोले लेखिएको हुँदैन। अब यतिखेर चाहिँ यहाँ भवल पनि छैन, सब्जन पनि छैन, सुपरस्क्राइब पनि छैन। कसरी चाहिँ यसलाई साइलेन्ट राख्नुपर्छ भनेर बुझ्नु सक्नुहुन्छ। अब 1 2 3 तीनवटाको बिचमा डट छैन भन्नु मतलब चाहिँ यो तीनवटा मध्ये एउटालाई चाहिँ साइलेन्ट राख्नुपर्छ भनेर बुझ्नु पर्यो। अन्त यसरी हेर्दाखेरि प्रिफिक्स ग द ब म ह यो अगाडिको चाहिँ यो 5वटा मध्ये यो अगाडिको चाहिँ यो 5वटा मध्ये एउटा हो कि होइन? हो, द यहाँ छ। त्यसरी नै अब यो अलिकति साह्रो पर्छ किन भन्दाखेरि भवल छैन, रतक छैन, शत्रु छैन, यतक छैन। अब यतिखेर चाहिँ यो 3वटा अक्षर छ, बिचमा डट छैन। अब यो यसलाई साइलेन्ट राख्नु कि नराख्नु पहिला यहाँ हेर्नु पर्यो। द द ब म ह अहिले सुरु गर्दाखेरि तपाईँले यसरी हेर्नु पर्यो, पछि त यसो देख्दैन कर भनेर पढ्नु सक्नुहुन्छ। अब दाओ कार कर, दाओ कार कर डट पा नरोपो। यो डटले के बुझाउँदैछ? यसलाई चाहिँ अलग्गै उच्चारण गर्नुपर्छ भनेर यो डटले बुझाउँदैछ। दाओ कार कर पा नरोपो। कार्पो भन्ने सेतो, व्हाइट, कार्पो। अब यहाँ हेर्नुहोस्, यहाँ डट छ। यसले गर्दाखेरि यो चाहिँ अलग्गै उच्चारण गर्नुपर्छ भनेर त्यो डटले बताउँदैछ। यहाँ भवल छ, भवलले के बताउँदैछ भन्दाखेरि अगाडिको अक्षरलाई उच्चारण नगर्नु भनेर नारोले देखाइरहेछ। त्यसरी गर्दाखेरि र गत ग, ग यत ग्या, माओ छ नारो छो, ग्याछो, ग्याछो। तपाईँहरू यदि तामाङ शेर्पा यस्तै भोटे सिक्किमिज टुप्पा यस्तै हो भने चाहिँ ग्याछो ग्याछो भनेको धेरैजनाको नाम ग्याछो राखेको छ। ग्याछोको अर्थ चाहिँ महासागर, ग्याछो महासागर। यदि तपाईँले कतिजनाको नाम जानेको छ भने तपाईँले अगाडिदेखिको कतिवटा शब्द त सिकिसक्नु भएको छ, तर त्यसको माने चाहिँ नजानी छ होला। तर र गत ग, ग यत ग्या, माओ छ नरो छो, ग्याछो महासागर, ग्याछो। अब पुस्तकतिर रातोले लेखिएको हुँदैन, त्यसले गर्दाखेरि अब तपाईँले बुझ्नुभयो होला। अब रातोले चाहिँ लेख्दिनँ। अब यहाँ हेर्नुहोस्,
यहाँ स जोडेको छ, यो 3वटा अक्षर छ, बिचमा डट छैन, त्यसको माने यो सबै सँगै उच्चारण गर्नुपर्छ र 3वटा छ भने 2टालाई उच्चारण गर्नुपर्छ। अब यहाँ स जोडेको छ, यसले के बताउँदैछ भन्दाखेरि अगाडिकोलाई चाहिँ उच्चारण नगर्नु भन्दैछ र बाओ स त त नाले चाहिँ नालाई उच्चारण गर्नुपर्छ, सँगसँगै यसले एकर जोड्छ भनेर, एकरको उच्चारण जोड्छ भनेर पहिले सिकिसक्नु भएको छ। बाओ स त ना तेन, बाओ स त ना तेन, बाओ स त ना तेन। अब भावल यहाँ छ, यसले गर्दाखेरि यो साइलेन्ट। आओ ज खिकु जी ना जिन, बाओ स त ना तेन, आओ ज खिकु जी ना जिन, तेन्जिन। तेन्जिन तेन्जिन तपाईँले नाम सुन्नुभएको छ होला। तेन्जिन भन्दाखेरि धर्मलाई रक्षक गर्ने, धर्मलाई सम्हाल्ने, तेन्जिन। बाओ स त ना तेन, आओ ज खिकु जी ना जिन, तेन्जिन, तेन्जिन। फा सेचु फु ना फ्युन युन उम्लट युन, फा सेचु फु ना फ्युन, फा सेचु फु ना फुन होइन फ्युन, फा सेचु फु ना फ्युन, सा सेचु सु मा सुम, छ नारो छो गा। यहाँ एउटा आउँछ तर उच्चारण हुँदैन, अहिले सिकेको छैन, त्यसले गर्दाखेरि मैले यहाँ खाली राखिरहेको छु, तर उच्चारणमा कुनै भिन्नता आउँदैन। फा सेचु फु ना फ्युन, सा सेचु सु मा सुम, छ नारो छो गा छोक। फ्युनसुम छोक भन्ने सर्वसम्पूर्ण, सर्वसम्पूर्ण। तपाईँ यदि पुस्तक पढ्नु हुँदैछ भने फ्युनसुम छोक, फ्युनसुम छोक तपाईँहरूले पुस्तकतिर धेरै देख्नुहुन्छ। फ्युनसुम छोकको अर्थ चाहिँ सर्वसम्पूर्ण, सर्वसम्पूर्ण, फ्युनसुम छोक। दाओ गा डेङ्गो गे पछाडि वा आउँछ, त्यो अहिले हामीले गरेको छैन। दाओ गा डेङ्गो गे वा गेवा पुण्य, पुण्य कमाउनु, गेवा, गेवा, गेवा। सो अलिकति साह्रो भनेको यही नै हो, त्यो प्रिफिक्स चाहिँ, प्रिफिक्स हो। अझै 1-2वटा रुल्स छ, त्यहाँदेखिको तपाईँहरू बिस्तारै पढ्न सक्नुहुन्छ। अब पुस्तक पढ्नु अब सक्ने जब हुन्छ नि, हुँदाखेरि आफ्नै लिपिमा पुस्तक पढ्नुहोस्, उच्चारण पनि मिल्छ, मतलब पनि पछि बुझ्नु सक्नुहुन्छ। तपाईँको आफ्नै लिपि हो, शेर्पा तामाङ यल्मो डुक्पा, त आफ्नै अस्तित्व हो। लद्दाखी, स्पिति, लाहुल, तावाङ सबैजनाको लिपि यही नै हो र पुस्तक त पढ्नै पर्छ।
पढ्दाखेरि आफ्नै अक्षरमा पढ्नुहोस्, उच्चारण मिल्छ, मतलब बुझ्छ। यो एक एकवटाको शब्दको ग्याछो नाम त सुन्नुभएको छ तपाईँहरू, कतिजना त पुस्तक पढ्नु हुँदै होला तर अर्थ नजानी छ होला। यसरी सिक्नु भने चाहिँ पढ्नु पनि सक्छ सही ढङ्गले र अर्थ पनि बुझ्नु सक्नुहुन्छ। अब एकचोटि मेरो पछाडि भन्नुहोस् है, फेरि तपाईँहरूले फुर्सद पाउनु भयो भने चाहिँ फेरि यसलाई खोलेर फेरि मेरो पछाडि यसरी सुन्नु पनि होस्, सुन्दै पनि गर्नुपर्छ, तपाईँले पनि भनेको हुनुपर्छ, बानी बसाउनुपर्छ। गाओ चा किकुची गा चिक, गाओ न्या किकु नि सा नि, गाओ सा सेप्चु सु मा सुम, बाओ शा किकु शी, ला ना तक ना, दा र तक दा सेप्चु दु गा ठुक, बाओ दा सेप्चु दु ना दुन, बाओ रा गता गा यता ग्या दा गे, दाओ गा सेप्चु गु, बाओ चा सेप्चु चु। अब पछि गाओ चा किकु चिका चिक भन्नु नपर्ने हिसाबले यसरी देख्दा नै घरिघरि तपाईँले पढ्नु भयो भने चाहिँ यो देख्दा नै चिक नि सुम सी ना ठुक दुन गे गु चु भनेर पढ्नु सक्नुहुन्छ। अहिले सुरुमा त अब यो केले चाहिँ यो साइड राख्नुपर्छ त्यो मतलब त जान्नु पर्यो, तर पछि यो देख्दा नै चिक नि सुम स्पेलिङ गर्नु पर्दैन। त्यो कसरी हुन्छ भन्दाखेरि तपाईँले यो घरिघरि रिभिजन गरेको हुनुपर्छ। पुस्तक पढ्दाखेरि चिक घरिघरि आउँछ यसरी, र यो नम्बर शेर्पा तामाङ योल्मो डुक्पा सिक्किमिस लद्दाखी तावाङ सबैजनाको यही हो, के भन्छ योल्मो सबैजनाको। अलिकति साह्रो भनेको यो प्रिफिक्स हो। सायद सुमी पनि यहाँ क्लासमा आउनु भएको छ होला। अब यहाँ सिक्नुहोस् है, बाओ माओ भनेको चाहिँ बुझ्नु सकिनँ भन्नु हुँदै थियो नि। बाओ ला तता ता सुमी अलुवारेको सुमी, बाओ ला तता ता, माओ गा नारो गो, बाओ का र तटा शा खिकु शी सा शी, बाओ दा डेङ्बो दे, ला डेङ्बो ले गा लेक, टासी देलेक, शुभ मङ्गलम टासी देलेक, आओ गा नारो गो रा गोर, सा गता गा यता ग्या सचु ग्यु रा गुर, माओ छा नारो छो गा छोक, आओ बा रता डा सचु डु गा ठुक, डुक ड्रैगन, डुग्युल ल्यान्ड अफ ड्रैगन, छोक सर्वश्रेष्ठ सर्व उच्च, घोर समय लाग्नु, लाग्नु टाउकोमा लाग्नु होइन, मनमा लाग्नु होइन, समय लाग्नु। यहाँ बबल छैन तर यो 5वटा प्रिफिक्स मध्ये एउटा यहाँ छ, त्यसले गर्दाखेरि धाओ का र कर यहाँ डट छ, यसलाई अलग्गै उच्चारण गर्नुपर्छ। पा नरो पो कापो सेतो, रा गता ग यता ग डट, माओ छा नरो छो ग्याछो महासागर, बाओ सा तता ता ना तेन, हाओ जा खिको जी ना जिन, तेन्जिन धर्मलाई रक्षा गर्ने, धर्मलाई सम्हाल्ने, फा सेप्चु फु ना फुन, फा सेप्चु फु ना फुन, फा सेप्चु फु ना फुन, सा सेप्चु सु मा सुम, छा नरो छो गा छोक, फुनसुम छोक सर्व सम्पूर्ण, फुनसुम छोक सर्व सम्पूर्ण,
दाओ गदेखिको गे पछाडि वा आउँछ त्यो हामीले सिकेको छैन गेवा पुण्य भोलि गेवा छ यस गेवा भन्छ नि पुण्यको काम गेवा र यसरी साह्रो लामो चाहिँ क्लास नगर्नु होला त्यो लोड गर्नु साह्रो पर्दो रहेछ अनि छिटै म अब फेरि काकागानालाई चाहिँ टिबेटन भाषामा सिकाउने छु र भाषा सिक्नुको लागि चाहिँ धेरैपल्ट सुनेको हुनुपर्छ मतलब जानोस् कि नजानोस् मैले नेपाली त्यसरी सिकेको एक दिनको क्लास गरेको छुइनँ सुनेरै सिकेको तपाईहरु पनि त्यसरी सिक्नु सक्नुहुन्छ र यसरी क्लासमा आउनु भएकोमा धन्यवाद Have a good day.